फिफाद्वारा एन्फा निलम्बित, नेपाल फुटबलमाथि ठूलो सङ्कट। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप भइरहेको बेलामा नै नेपाल फुटबल सङ्घ एन्फा विरुद्ध कडा कदम चालेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा 14 बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको भन्ने समाचार सार्वजनिक भएको छ। यो विवाद राष्ट्रिय खेलकुद परिषद अर्थात् एनएससी र एन्फा बीचको लामो विवादपछि आएको हो। यसअघि फिफा र एएफसीले नेपाल सरकार तथा एनएससीलाई एन्फाको स्वायत्ततामा हस्तक्षेप नगर्न पटक पटक चेतावनी दिएका थिए। फिफाले तेस्रो पक्षको हस्तक्षेप भए अन्तर्राष्ट्रिय निलम्बन हुन सक्ने स्पष्ट चेतावनी दिएको थियो। यदि निलम्बन कायम रह्यो भने नेपालका राष्ट्रिय टोली, क्लबहरू र फुटबल अधिकारीहरूले फिफा तथा एएफसीका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउने छैनन्। साथै अन्तर्राष्ट्रिय विकास सहायता र प्राविधिक सहयोग समेत प्रभावित हुन सक्छ। यो समाचार र जानकारी विभिन्न स्रोतहरूबाट पुष्टि गरेको हो, तर एन्फाद्वारा कुनै आधिकारिक स्टेटमेन्ट भने हालसम्म आइसकेको छैन। थप तथ्यमा आधारित समाचारका लागि हामीलाई फलो गर्न नबिर्सनुहोस्।